बिहानभरि पानी पर्यो द वेदर इज क्लियर नाउ सो वी आर हेडिङ टुवर्ड्स सिन्धुपाल्चोक 12 बजे मेरो मामा घर हो आज फुलपातीमा के गर्छ यार घटस्थापनामा जमारा राख्छ फुलपातीमा खै के गर्छ जे होस् छ दसैँको आफ्नो 9 दिनको 9वटा क्रियाकलापहरू हुन्छ अष्टमीमा चाहिँ खसी काट्छ प्याडिङहरू यसपालि केही पनि हालेको छैन मैले खासै त्यस्तो खतरा टुर होइन नि त त्यही भएर सो लद्दाखको जर्सी अलवेज थ्याङ्क यू कवच फर द जर्सी यस्तो राम्रो छ कवचको लुगाहरू कवचको प्यान्ट पनि छ मसँग ठ्याक्कै यहाँ प्याडिङहरू ट्याक्कै हाल्न मिल्छ या अब जाउँ खासै म बाटोको खिचिदिनँ होला जहिले बाटोको खिचिरहेको हुन्थेँ मैले अलि रमाइलो इन्ट्रेस्टिङ केही कुरा आयो भने चाहिँ खिच्छु नत्र चाहिँ यस्तै हो भन्ने बुझौँ आजको राइड XR 190 गुड बाइक छ यार तर एउटा कुरा यसको नराम्रो चाहिँ पछाडिको ड्रम ब्रेक छ क्या अगाडिको चाहिँ डिस्क अरे के भने मैले के प्रब्लम फिल गरेँ भने मैले त्यो सार्प कर्नरहरू हुन्छ नि अब डाँडामा त ओह्रालो अनि ब्रेक हान्दाखेरि चाहिँ त्यो पछाडिको अलिकति कहिलेकाहीँ कस्तो हुन्छ भने राइट टर्न गर्नको लागि पछाडिको ब्रेक ख्यास हानेर यस्तो टर्न गर्न सजिलो हुन्छ नि त सो त्यो चाहिँ गर्नु मिल्दैन क्या ड्रममा बिस्तारै लाग्छ क्या त्यो चाहिँ एउटा प्रब्लम छ अरू त दामी छ बाइक CRF को भाइ टाइपको हो यो सिसन दाइ बाहिर छ युरोपतिर ड्याड ममलाई दाइले घुमाइरहनु भएको छ दाइ अस्ति स्याड भइरहनु भएको थियो नेपालमा के भइरहेको छ यार भनेर सोधिरहनु भएको थियो मलाई सो दाइ पनि बिस्तारै आउनुहुन्छ थ्याङ्क यू न्यू फर द चस्मा न्यू नै ठिक लाग्छ चस्मा चाहिँ मलाई है राम्रो चस्मा छ त्यहाँ हरेक फेस सेपको लागि लिमिटलेस भन्ने छ एउटा त्यो पनि दामी छ त्यो चाहिँ अलिकति के भन्छ प्रिमियम साइडमा छ गौरी शङ्कर रेस्ट होम हुलिगेलबाट तल झरिसकेपछि जहिले पनि लस्सी खाने ठाउँहरू हुन्छ क्या टक्क खुवा लस्सी मिठो पाउँछ जहाँ पनि पाउँछ पाउन चाहिँ तर स्पेसिफिक प्लेसहरू छ जहाँ चाहिँ दामी अरूभन्दा दामी पाउँछ सो गौरी शङ्कर रेस्ट होम इज वान अफ देम समोसावाला तरकारी रहेछ बुवा चाहिँ खै सलाम गरे के छ आमा कस्तो भएछ आमा कहिलेदेखि हाल्नुभयो मामाले नै खान्छन् नि फाइनली मामा घर आइपुग्यो मैले क्या दामी रुख थियो त्यहाँ रुखै छैन पिङ खेल्थ्यो हामी पहिले बच्चा बेलामा 10 दिन भयो छ्याङ गोलो चाहिँ यो त अचम्म के भन्छ यसलाई के भन्छ यसलाई
औले अप्ठ्यारो नाम छ है ल कुर्सी बसाइ म त अमिलो हो यो त लास्टली डेन्जर भयो यार फेरि के भयो कुराउने जस्तो छ तर अमिलो छ्याङ के रे बुवालाको त्यहाँबाट ल्याइदिनु पर्छ क्या छैन खाएकै छैन गरे नि गर आन्द्राभुँडी यो काटी कस्तो रे राम्रो है राम्रो छ दसैँ लागेको अवस्था आज के हो अष्टमी खसी पुत्लाउन सकिसक्यो बेसार दल्ने कार्यक्रम हुँदैछ छ्याङ आज बिरयानी खानुपर्छ अष्टमी नवमी दशमी सकि त गयो 3 दिन बाँकी छ सक्यो काट्दैछु काट्दै ल अर्को मामा नखाने भने आउनु क्या अरे प्याज खोल्नु भएको मासु त अनि डढ्ला नि त यसरी खै त्यो ऊ देखाउनु त खोलेर खिचेन है हिजो क्यामेरा लगाएको थिएन पानी परेर अनि ओ यो अहिले बोसोवाला पिस खान पर्छ मिठो ए सकिसकेछ भयो त्यो आगो घजार दियो पाकिबस्छ खाना पसिराखे काकालाई होइन काका मासु मासुको छ दामी छ अति ढिँडो Será
ए आज त छिटो जानुपर्छ है के रे बुवा झर्किने के रे अघिसम्म अल्छी लाएर यही हो क्या यात्रा कहाँसम्म हो भान्जा बाबु हाम्रो यात्रा अब डाँडासम्म भन्ने सुने हो डाँडा आइपुग्नु लाग्यो होइन यताबाट हिँड्दै जाने मामा अनि ऊ त्यहाँनिर के रुखको फेदमा त्यहाँ गएर बस्ने यो स्पट चाहिँ मलाई दामी लाग्छ कर्नरमा पनि भयो कि होइन अनि तल माथि नि घर छैन केही छैन मान्छे नि आउँदैन यहाँको बाजे चाहिँ एकजना बाजे हुनु एकजना मात्र हुनुहुन्थ्यो यहाँ एकजना मात्र हुनुहुन्थ्यो को बस्नुहुन्थ्यो अनि यता बाजे काठमाडौँतिर लाग्नु भएछ भने हो तर गुड स्पट छ 2 वर्ष अगाडि हो कि त्यस्तै आएको थिएँ म बाजेलाई एक दिन चाहिँ भेट्नु पर्ने यहाँ कोकमा चाहिँ अहिले ग्लास सित्तैमा भन्ने अफर खतरा चलिरहेको छ। आमा कतिवटा ग्लास भयो अरे? ग्लास
घाम लाग्यो बल्ल बादलहरू 2 दिन भयो यार पानी परेको यस्तो नमिठो पानी पर्यो अस्ति जान्छु भनिरहेको थिएँ म खास केरिएम सिरी तर जान पाइएन अब आज लास्ट खसीको मासु खानुपर्छ अनि काठमाडौँ जानुपर्छ बाटोको हालखबर के छ थाहा छैन बन्द चाहिँ 3 दिनसम्म बन्द भनेर भनेको थियो अस्ति बिरयानी पकाएको खिच्नु पर्ने रहेछ मिस गरेँ नि क्या मिठो भएको थियो को हो तिमी मान्छे हो तिमी के खाइरहेको थियौ अरू स्याउ र कफी घरपट्टि आमै पानी चाहियो खाने पानी घाम लाग्यो आज हामी काठमाडौँ कति पछि घाम लागेको यार 2 दिनपछि चिरिक्क घाम लाग्यो ल 10 दिनपछि घाम लागिरहेको जानी मेरो जुत्ता चाहिँ म सुकाइहाल्छु होइन कहाँ सुकाउँ त यहीँ सुकाउँ खुकुरी त डेन्जर छ त एउटा खुकुरी त मलाई पनि चाहिएको थियो मसँग छ एउटा खुकुरी त घरमा तर सानो छ रक्सी 1 बोतल हाल्नु पर्ने ए हालेछ ल ठिक छ आँधेरी खोला जाने अरे उहाँ उनीहरू तलबाट आउँदैछ हामी चाहिँ यहाँ पसलमा लालीपप खाने बाटो छ त है आँधेरी खोला जाने छौ त्यो छरछरीबाट तेर्सी छ ए तल अलि तलबाट है सो द अपडेट खास म आज काठमाडौँ फर्किन लाएको थिएँ तर उता बुढो मामा घर जाने भनेर न गाडी पाएन सो हामी चाहिँ अब लाग्यौँ नेचुरल स्विमिङ पुलतिर झर्ना अँधेरी झर्ना भन्ने छ यता तपाईँहरू गएर आउनु भयो कस्तो छ पौडी खेल्ने ठाउँ छ ए ल हो र समाते भने झन् लड्छ ड्याम हिँड्नुपर्छ हिँड्ने के गरे दुईजना गुल्ट्यो भने अहिले अनि भैँसी लाड्यो हाय माया ल है दाहिनेतिर नजाउँ देब्रेतिर हिँडौँ ढुङ्गामा नचिप्लौँ आफै चिप्लेर हामी डर भइसक्यो यहाँबाट चिप्ल्यो भन्दा सिधै तलतिर जाँदो रहेछ ल रुख समात झर्ना हेर्नु जाने होइन
नओर्लिनु त परिहाल्यो यहाँनिर नओर्लिकन त कहाँ पुग्छ त उनीहरू आउँदैन This is the end of the vlog. Happy दसैँ. अब तिहारमा भेटौँला. अर्कोचोटि आउनुपर्छ फेरि दामी खिच्नलाई यो झर्ना. Let's fucking YouTube channel तिमीहरूले याद राख्दैन होला 2 gamer ल सब्स्क्राइब ह्यापी दसैँ यहाँ गएर रहेछ पहिरो अझै आइरहेको छ